लो गाइस है अरूले चाहिँ तडौनी घुमान लिन्छन् भने चाहिँ हामी चाहिँ यो ठाउँतिर हामी आफै घुम्न आइन्छ गर्लफ्रेन्ड नै छैन हाम्रो मेरो चाहिँ हामी टक्क दुईजना मात्र आएको घुम्न भान्जा बाबु र म बाबु त के भन्ने भान्जा है है सुब्बा साहेब ठ्यान बिहोस बस है सुब्बा कस्तो लाग्यो कि त यो ठाउँ भन्न चाहन्छु यहाँ बस्नको लागि पनि राम्रो सुविधा छ घुम्ने खाने तपाईहरुको गर्लफ्रेन्ड छ भने झन् मजाले झाडीतिर लग्न मिल्छ उता अँध्यारो जङ्गलतिर बाँकी भनेको यहाँ टराउट माछाहरू अनि हरेक चिज खान मिल्छ स्ट्रबेरी काफलहरू पनि पाउँछ र हामी चाहिँ आज चाहिँ पानी परेको कारणले खासै केही पनि खान पाएन त्यही माछा खाइयो अब हेर्दै जाम के पाइन्छ त्यही हो बास सबजना आउनु होला रमाइलो गर्नु होला इन्जोय गर्नु होला यहाँ फिल्म सुटिङ गर्ने ठाउँहरू छ यहाँ तन्न है सो गाइस ओइ फिल्म सुटिङ गर्ने चाहिँ यहाँ रहेछ कि यहाँ छ यो डाँडाबाट भैँसी पो सर्ने छ हामी आउने बाटो चाहिँ जाने बाटो चाहिँ यो हो सो गाइस है गाइस है आनन्दको ठाउँ मजा छ है पिङे खेल्ने भन्ने छ यहाँ खेल्ने खेलाउने के खेल्न मन लाग्छ अर्को खेल्न मन लाग्छ जङ्गल यतैतिर छ नजिकै अलि टाढा जान्छ भने पारि पुरा अँध्यारो जङ्गलै छ कोही टेन्सन छैन है सरर भन्दाखेरि बोन्चरे डाँडा चाहिँ त्यता पर्छ फेरि ओ यता पर्छ बोन्चरे डाँडा चाहिँ है बोन्चरे डाँडा चाहिँ यता पर्यो हामी चाहिँ जस घुम्न आएको खतरा छ यहाँ ठाउँ चाहिँ आनन्द बाटो नि एकदम गराइबिल गरेको छ है या बाटो चाहिँ हाम्रो गाउँको भन्दा कम छैन यता ल देख्न सक्नुहुन्छ ओहो राख एकजना बोतल फोडेर बस्ने कुर्सी चेयरहरू नि छ यहाँ बडो टाढो घाम टाप्नु पर्छ सरले यो नुवाकोट भन्ने ठाउँ किन यस्तो रहेछ त यार एकदम आएपछि आनन्द आउने कि जहाँ पनि बस्न मन लाग्ने यो जमिन टक तातो छ यार खेतीजनको टाढो होला नि जमिनले डेन्जर तातो छ यहाँ काठमाडौँ कुनै मान्छेहरू चाहिँ कोठामा गुम्सेर बस्नु होला यो ठाउँमा चाहिँ अवश्य आउनु होला नुवाकोट आएपछि भन्न चाहन्छु है त तल नमगे ढालेको हेरौँ है त कतिजना हुनुहुन्छ र अलि बस्छु फोन नरम न गाइस यार को ए ऊ है
हजुर सर हजुर सर छैनन् सर छैनन् म भएपछि कल गरिहाल्छु सर है दामी छ यो डाँडातिर नि जान मन लाग्छ ल ल सर म भएपछि भन्छु है त ए डाँडा को केटाकेटी छन् त मगै छन् नि हेट